ओहो यसमा चाहिँ बच्चा रहेछ है ल ओइ हो निस्क्यो क्या ओहो खतरा चल्दैछ यार बिचरा 1 2 3 4 5 6 सब मऱ्यो यार अहिले चाहिँ म आन्धे पोल्ने भनेर लाइटर बोकेर हिँडेको छु के अरे त्यो दिउँसो चाहिँ हिँड्दैन त्यो राति चाहिँ हिँड्दो रहेछ होइन अनि त्यही भएर अहिले साँझ पख पोल्न जाँदैछु होइन बाउले चाहिँ गएर सिटा लगेर रेडी भइसकेको छ अरे यहाँ माथि जङ्गलमा हो अरे अब म जाँदैछु होइन कस्तो हुन्छ देखाउँछु है त ल बाउले त सुरु गरिसकेको छ यार पोल्नलाई ओइ हो निस्क्यो क्या डडेले जान अरे यार मरिसक्यो मुनि चाहिँ डडेल जान अरे साइडमा लानु न साइडमा हजुर सर त्यसको म पनि खानुहुन्छ बिस्तारै चाका झर्छ गर्न त्यो सिटा बोक अरू के छ हामीले लिएको सामान त्यो डोको मात्रै गरेर ओइ हो खै यता देख्दैन त्यो भित्र बाँधेको छैन त्यही त ऊ पालै परेछ नि यार ऊ खतरा उयो भइसकेछ पाउनु कम्ती हो म खानुहुन्छ ओहो भरिलो रहेछ यार चाका त आफै यस्तो चिर्नु न यस्तो चिर्नु पारिसक्यो छिटो आउनु कति भएको खतरा भरिलो यसको जतागत गयो नि आयो क्या के को लिएर बनायो होला सब छयातै गयो नि यो धुवाले म खानुहुन्छ खतरा भरिलो हुँदो रहेछ यार सब मऱ्यो यार त्यो उयो गर्नु न पहिला माथिबाट निकाल्नु न माथिबाट खेतबाट टोक्ला उयो हुन्छ लाटा भएको छैन हुन्छ त्यहाँ चल्दैछु झरेछ यस्तो दामी मन ओहो खतरा चल्दैछ यार बिचरा म कम्ती रहेछ त मैले त छोडेको सुरुमा हेर्दा त छोडे जस्तो लागेको थियो क्या मैले हामीलाई भाँच्नु के को धुवा आइरहेछ प्लास्टिकमा सक्नु हाल्ने हो चाका निकाल्नु न खतरा बल्दो रहेछ यो पनि के गरी बनाउँछ कम्ता पत्र बनाउँछ चाहिँ छुटाउँ सबै छुटाउनु माउहरू कुनै जिउँदैछ अहिले यता ल्याउनु न धुवा कि उता यहाँ ल्याउनु त यहाँ राति कम्ती टोक्छ त उसमा उड्नु आँट्यो एउटा त दुई चिन्ता रहेछ आधी सर रहेछ सबभन्दा भइदिएछ ओहो यसमा चाहिँ बच्चा रहेछ है ल म त खै के गरी खान्छ मलाई पनि थाहा छैन गरे भएछ यार कोही त बिचरा धुवा आयो कि त्यो कुन चाहिँ हो खतरा बल्दो रहेछ कि यो कति बेलुका साँझ भइसक्यो ओहोर दोहोर मौरी नै के को बनाउँछ है अहिले आम्मा
यस्तो पाप त गर्नु नहुने हो है यसले फेदमा चाहिँ कसरी बनाउँछ दि आम्मामु कम्ती बलियोहरू बनाउँदो रहेछ यो यी थट सानै भयो नि यहाँ कम्ती छ त बच्चा आम्मामु मलाई म त देखेको पनि छैन यस्तो थाहा पनि छैन यसमा चाहिँ सबै बच्चा